सो गुड मर्निङ गाइज, म आज चाहिँ बिरपाडा जाँदैछु है गिटार स्ट्रिङ किन्नको लागि। हल्का बाइकमा आज बिस्तारै गफ गर्दै जाउँ, गफ गर्दै सुन्दै बोल्दै सुन्दै जाउँ। अनि गाइज यता वरिपरि छेउछेउतिर हेर्दै गर्दाखेरि चाहिँ यहाँको बिरपाडाको है, यहाँ सरी माकापाडाको यस्तो घर गाउँहरू देखिन्छ क्या। मजाको रमाइलो प्रकारले उहाँहरू बस्नु भएको छ क्या यहाँनिर। म पनि कोही कोही बेला रिफ्रेस गर्नुको लागि यो जग्गातिर आउने गर्छु है, माइन्ड रिफ्रेस गर्नुको लागि। मजाको छ एकदम जग्गा। गाइस आज चाहिँ एकदम दिन चाहिँ दामी छ। घाम पनि लागेको छैन, पानी पनि परेको छैन। वाट अ ब्युटिफुल डे। सायद पानी पर्छ होला भरेतिर, पानी पर्छ जस्तो छ। जग्गा एकदम बबाल छ क्या यता इन्डियातिर है। अनि अब हाम्रो भुटानमा अहिले हामी बस्दै गरेकोमा चाहिँ अब स्पेस सानो हो, तर यहाँ इन्डियामा आउँदै गर्दाखेरि चाहिँ एकदम जग्गा ठुलो, घुम्नुको लागि मन एकदम खुल्ला हुन्छ क्या, रमाइलो छ जग्गा। अनि तर अब टेन्सन नै, राति चाहिँ फेरि हिँड्नु टेन्सन हुन्छ है। यहाँनिर पुरा हात्तीहरू निस्किन्छ त। अब प्लेन जग्गा हो, यहाँनिर हात्तीहरू बस्ने एकदमै अब उनीहरूको जग्गा नै यो हो, जग्गा छैन होइन हात्तीको पनि, हिँड्नु पऱ्यो उनीहरू पनि। त्यसले गर्दाखेरि चाहिँ हात्ती चाहिँ भेटिन्छ जोडसँगले हो। राति हिँड्यो भने चाहिँ अब बाइकर्सहरू चाहिँ अब यसरी एक्लै कुद्नु चाहिँ अलिक टेन्सनै हुन्छ है अलिकति। कि त गाडीको पछाडि लाग्नु पऱ्यो, कि त ठुलो गाडीलाई पछ्याउँदै हिँड्नु पऱ्यो। नत्र भने चाहिँ एकदमै गियर, मोडरेट गियरमा जहाँ चाहिँ तपाईँ मजासँगले ब्रेक लाउन सक्नुहुन्छ, तपाईँ रेस गर्न सक्नुहुन्छ होइन, हो त्यो गियरमा चाहिँ कुद्नु पऱ्यो। प्रब्लम म हो भने चाहिँ एक्लै छु, अब राति परेको छ अनि हात्तीको डर छ भने चाहिँ म प्रायः अब यो गियर 6सम्म छ है यसको, MT-15 मात्रै हो, 155cc होइन। अनि यसको चाहिँ म प्राइस 4मा जान्छ है, 4मा गियर 4मा चाहिँ म स्पिडै गयो भने म कन्ट्रोल गर्न सक्छु। अनि बिस्तारै आइहाल्यो भने अगाडि नै देखा परेर एकैतालमा झ्यामै रोक्नु पनि सक्छु हो, त्यो हिसाबले हिँड्नु पऱ्यो होइन। गियर 5देखि उँभो गएपछि अलिक स्पिड बेसी हुन्छ है, फेरि एकदमै छिटो रेस हुन्छ, छोटो टाइममै अब 100+ भइहाल्छ होइन यो बाइकहरू। त्योहरू हेर्नु पऱ्यो होइन। जस्तै यही बाटोमा हो है, यही बाटोमा हात्ती अगाडि फुत्तै निस्केको होइन, बाइक एकदम रेस गइरहेको, त्यसको पछाडि गाडी पनि रेस गइरहेको है। बाइक चुडाम्मै रोक्दाखेरि चाहिँ पछाडिबाट गाडीले एकदम दिएर चाहिँ एकदमै बेहाल भएको थियो है त्यो दाइहरूको। अनि त्यसले गर्दाखेरि अब मोडरेट गियरमा कुद्नु पऱ्यो है। तर अब जे टाइममा यु हेभ द भिजिबिलिटी है, यताउता सब कुछ देखिन्छ, रेस गर नो प्रब्लम है। तर यो जङ्गलको बाटोमा चाहिँ अब हिँड्दाखेरि हेर्नुपर्ने हुन्छ, कोही बेला गाई फुत्तै निस्किन्छ होइन, कोही बेला मिर्गाहरू फुत उफ्रिने हुन्छ होइन। यति बेला स्पिड भएर कोही बेला ट्राम जुत्यो भने चाहिँ जिन्दगी चाहिँ है एकदम साह्रो पर्ने अवस्था हुन्छ होइन। त्यो भएर ड्राइभिङ, यस यु हेभ टु बर्न यर एड्रिनलिन होइन। समटाइम्स रिल्याक्स गर्नुपर्छ, पेस गर, तर सुपर अलर्ट चाहिँ हुनु पऱ्यो बाइकर्सहरू चाहिँ, बिकज दिस इज जस्ट अ 2 व्हिलर, दुईवटा छक्कामा मात्रै कुदेको छ त। त्यसले गर्दाखेरि सुपर भिजिलेन्ट हुनु पऱ्यो है। टायर राम्रो चाहियो, नयाँ फेर नो प्रब्लम होइन। पुरानो पछि गएको टायर पछि फेरि एकदम रिस्की है, एकदम रिस्की। अब यस्तो यो पानी परेको छ अहिले छिपछिपे है। अब इन्डियामा हल्का ठिकै छ किनभने प्लेन छ, तर पनि स्किच खान्छ होइन, स्लिप हुन्छ। र अब हाम्रो भुटान जस्तो जग्गामा तपाईँ धुचुला, स्पेसली धुचुला, चेरेलाको त्यो एकदम पिकहरूमा तपाईँ कुदाइरहनु भएको छ भनेदेखि चाहिँ टायर चाहिँ नम्बर 1 चाहियो क्वालिटी एकदम। तपाईँ MRFको लाउनुहोस्, एपोलोकै लाउनुहोस्, तर राम्रो चाहियो होइन, किनभने ग्रिपिङ राम्रो चाहियो नि त है। अनि गियरहरू पनि राम्रो चाहियो। अब बाइकहरू तपाईँ निकै कुदाउँदै हुनुहुन्छ भनेदेखि त्यही हो। किनभने जिन्दगी चाहिँ सुताको धागोको एकदम धागोमा हिँड्नुपर्ने अवस्था हुन्छ है। त्यो छ लगाइस हल्का, पेस हल्का है, यहाँनिर हल्का हान्नु पऱ्यो, बेसी हान्नु भएन, फेरि हल्का, फेरि चिप्लाङ भयो भने त रड्डी हुन्छ है। त्यो छ है। अहिलेको लागि चाहिँ बिरपाडा जाँदै गरेको यसो गिटारको स्ट्रिङहरू है लिएर आउनु पऱ्यो। यहाँ अस्ति लिएर आएको है,
राम्रो क्वालिटीकै दियो है भनेको थिएँ त्यो दाइहरूलाई। राम्रो क्वालिटीको ल एकदम राम्रो क्वालिटी छ भाइ, एकदम लास्टिङ गर्छ भने ल्याएर 3वटा गीत गाएको, 3वटा गीत स्ट्रिम चट्टै छोड्यो यार। त्यो भएर चाहिँ अब फेरि स्ट्रिम किन्न गइरहेको छु। त्यही हो, रिफ्रेस गर्नु पऱ्यो माइन्ड होइन, कुछ गर, त्यस्तै हो अब। त्यसै आज चाहिँ यतातिर पनि पानी परेको रहेछ, रोड पुरा भिजिरहेको छ। अब त्यो भएर मैले चाहिँ यतातिर आज भिजिन्छ के हो भनेर यसो मौसम हेरिवरि पनि रेनकोटहरू पनि लिएर आएको छु, ट्याकटुक बाँधेर है। इन्डियामा छिर्ने अहिले सिस्टमहरू पनि चेन्ज भइरहेको छ, धेरै कुराहरू ब्रिटिसहरू धेरै कुराहरू भएको छ होइन। तर वान टाइमहरू नेक्स्ट टाइमदेखि जस्ट स्क्यान गर बास छिर्नु भएन। अचम्म लाग्छ यार, यहाँनिर चाहिँ टी खतरा रोपेको छ हो। यहाँको मान्छेले काटेर पनि लाँदैन, गभर्मेन्टले रोपेको हुन्छ साइड। मजाको छ क्या, माथिबाट जाँदा पनि साम्ची जाँदै गर्दाखेरि दामी छ त्यहाँनिर टिक है। एकदमै मलाई लाग्छ 15-20 वर्ष पुगेको, साल पुगेको टिकहरू। टिकको एकदम एक्सपेन्सिभ छ नि त, यसको भ्यालु छ अहिले मार्केटमा। त्यही भएर हाम्रो भुटानमा पनि मानिसहरूले गर्दैछ, हाम्रो भुटानको प्रिय दाजुभाइहरूले लगिरहेको छ टिकहरू। राम्रो हुन्छ कि भनेर कतिजनाले गुवा छोडिवरि टिक लगाएको छ। त्यसमा पनि कोही कता लगाइरहेछ त्यो, त्यसमा पनि अब लङ टर्मको लागि होला, बाजे बोजू वृद्ध हुँदै गर्दाखेरि यसो कुछ हुन्छ कि भन्ने आशाले। त्यही हो, मान्छेको जीवन आशामै काट्ने हो। मेहनत गर्नु छोड्नु भएन, परिश्रम गर्नु छोड्नु भएन, आफ्नो पेसालाई अघि बढाउँदै गर्नुपर्ने हुन्छ। त्यही हो होइन। यो बाटोहरू अलिक बिग्रेछ यार, यहाँनिर बाटो बिग्रेछ, एकदम दामी थियो अरे यहाँनिर। Okay guys, see you.